फेरि एउटा कुरा चित्त बुझेन साथीहरू, कोसँग भन्नु होला? यिनै जनतासँग होइन। हर्क साम्पाङको खेदो पनि तिमीहरूले यतिसम्म खनेका छौ कि माथि उक्लिनै नसक्ने गरी खन्यौ क्या। तर पनि हर्क साम्पाङलाई केही असर परेको छैन। किन थाहा छ? हर्क साम्पाङ भनेको एउटा देशप्रेमी, देशभक्त, इमान्दारिता भरिपूर्ण भएको व्यक्ति हो, जसलाई हामीले छानेका छौँ, जसलाई हामीले चुनेका छौँ। त्यो हर्क साम्पाङमा मात्र भेटिन्छ क्या। त्यस्तो नेतृत्व गर्ने शैली र नेतृत्व गर्ने क्षमता हर्क साम्पाङमा पनि छ। त्यसकारण एउटा स्ट्याटस लेखेका आधारमा एउटा देशभक्तलाई चाहिँदा नचाहिँदा बोल्नु, कराउनु, थुक्नु राम्रो होइन। त्यसकारण हर्क साम्पाङलाई हामीले सम्मान गर्नुपर्छ। उसले देशकै लागि बोलेको हो, देशै बनोस् भनेर बोलेको हो, हामी जनताकै भलोका लागि बोलेको। त्यसकारण जनताहरू पनि नि देशभक्तलाई थुक्यौ भने त्यो छिटा जति सबै आफ्नै मुखतिर आउँछ भनेर विचार गरेर मात्र बोल क्या। उसले देशमा अन्याय पर्यो भनेर उसले लेखेको हो, उसले बोल्न नसकेको। सबै जनताहरूलाई फोन गर्दै ल देशमा यस्तो भयो भन्दा त कसैलाई पनि त्यो सम्भव हुँदैन नि त। तर सबैले देखुन्, सबै माझ पुगोस् भनेर नि हर्क साम्पाङले स्ट्याटस लेख्ने गर्छन् क्या। त्यो कुरो सरकार माझ पुग्छ। बुझ्नुभयो? सरकारलाई पनि थाहा छ हर्क साम्पाङ गलत छैन, यसले बोलेका प्रत्येक शब्दहरू ठिक छ भनेर हर्क साम्पाङलाई नि सरकारले शुद्ध मोटिभेट गरेको व्यक्ति हो क्या। त्यसकारण हामी जनता मात्र मूर्ख हौँ। एउटाले नराम्रो भनिदियो भने नराम्रो 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 भन्छौँ क्या। कुनै बेलामा त्यही हर्क साम्पाङ यति राम्रो, यति इमान्दारी, यति देशभक्ति भनेर हामी हर्क साम्पाङलाई कति बढाइ चढाइ कुरा गर्थ्यौँ, कति हर्क साम्पाङका बारेमा राम्रा राम्रा कुरा गर्थ्यौँ। तर एउटा स्ट्याटसका आधारमा एउटा देशभक्तलाई नि खरानी नबनाऊ क्या, नबनाऊ। तर म हर्कजीलाई पनि के भन्छु भने अलिकति स्ट्याटस कम लेख्नुहोस्। हेर्नुहोस्, धेरै बोलेर नि जनतामा पुर्याउनु भयो भने नि जनताहरू त्यो बोलेको सुन्दा 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 नि त्यो इरिटेसन हुन्छन्। किनभने पहिलेका नेताहरूले पनि हामीलाई बोलेर गर्छु भने तर गर्दिएन, त्यो चाहिँ हाम्रो दिमागमा अझै छ क्या। त्यसकारण तपाईँलाई यी जनताहरूले नराम्रो भनेका हुन्, म मान्छु। जनताहरू पनि त्यत्तिकै चाहिँ बोल्दैनन्, तर स्ट्याटस कम गरिदिनुहोस्। अब तपाईँहरू जस्ता युवा देशमा आउनुभएको छ, हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, यी 3 भाइ मिल्नुहोस्, देश बन्छ, देश बन्छ। त्यसकारण हर्क साम्पाङलाई गाली नगर्नुहोस्। यी 3 भाइहरू एकजुट भयो भने नि कुनै माइकका लालले पनि देश बिगार्न सक्दैन, देशलाई अब खोक्रो बनाउन सक्दैन। अब 3 भाइले देशलाई भर्ने काम गर्छन्। त्यसकारण एउटा इमान्दारिता भरिएको व्यक्तिलाई नाना थरी नभन्नुहोस् क्या। यहाँ दुख्छ क्या, यहाँ दुख्छ। तर हर्क दाजु अलिकति स्ट्याटस चाहिँ कम लेखिदिनुहोस्। हजुरको यी स्ट्याटसकै कारणले यी जनताहरू हजुरसँग भड्केका हुन्, रिसाएका हुन्, हजुरलाई मन नपराएका हुन्। हेर्नुहोस् त, हजुरले स्ट्याटस अलिकति कम गरिदिनु भयो र 3 भाइ मिलेर देश बनाउनु भयो भने फेरि यिनै जनता हुन् क्या, कमला मनका छन्, हजुरकै समर्थकमा आउँछन्, हजुरलाई नै जय जयकार गर्छन्। त्यसकारण स्ट्याटस कम लेखिदिनुहोस्। बाँकी जनताहरू पनि हर्क साम्पाङलाई कहिल्यै पनि नराम्रा शब्दहरू उच्चारण नगर्नुहोस्। राधे राधे।